यो भाँडालाई मोकापोट भनिन्छ। यो इटालियन ब्रान्ड हो। यसमा चाहिँ 3 सेट आउँछ र यो माथिल्लो सेटमा चाहिँ हामीले एस्प्रेसो निकालिन्छ र यो भाँडामा चाहिँ हामीले तातो पानी राखिन्छ। तातो पानी राख्दाखेरि हो यो भागसम्म मात्रै राख्ने र यो चाहिँ कफीको धुलो राख्ने भाँडा हो। अब मैले चाहिँ तातो पानी राखेँ। यसमा मैले कफीको धुलो राख्छु। कफीको धुलो चाहिँ धेरै मसिनो नगराउने, हल्का हल्का बाक्लो बाक्लो गराउने, राख्न एकदमै सजिलो छ। ठ्याक्क यो भाँडाको माथिसम्म मजाले राख्ने। हेर्नु त यसरी। अब चाहिँ हामीले यो 3वटा भाँडोलाई चाहिँ सेट गर्नुपर्छ। तलको भाग चाहिँ अलिकति तातो हुने भएकोले ख्याल गर्नुहोला। अब चाहिँ यसलाई हामीले हिट गर्नुपर्छ। ग्यासमा पनि गर्न सकिन्छ। मैले चाहिँ इन्डक्सनमा गरेँ। यसरी हेर्नुहोस् त एस्प्रेसो निस्कियो। यो कफीबाट, यो निस्किएको एस्प्रेसोबाट हामीले विभिन्न कफीहरू बनाउन सकिन्छ। काफे लात्ते, कापुचिनो, आइस अमेरिकानो, हट अमेरिकानो इत्यादि बनाउन सकिन्छ। मौसम चिसो भएको कारणले मैले चाहिँ तातो पानी थपेर हट अमेरिकानो बनाएर खाएँ।